नमस्कार साथीहरू। म सेफ समीर अनि नोरीको माथि म सुसी राइस लगाउँदैछु र अनि आज सुसी भेज टेम्पुरा कसरी बनाउने भनेर चाहिँ म आज बनाउँदैछु र अनि यसमा ब्ल्याक सिड राखेँ र अनि टेम्पुरा सुसी रोललाई चाहिँ न्याउरीलाई चाहिँ उल्टो गराएर है राइस लगाएर अनि उल्टो गराएर मैले मायोनिज राखेँ र अनि त्यसपछि हामीले मल्टी भेजिटेबलहरूलाई चाहिँ फ्राई गरेर राखेको छु मैले साइडमा। अनि त्यसरी नै हामीले मल्टी भेजिटेबललाई टेम्पुरा फ्लोरमा बेटर बनाएर यसलाई फ्राई गरेर हामीले साइडमा राख्नुपर्ने हुन्छ र अनि यसमा राखेर मैले बम्बो म्याटको सहाराले रोल गर्दैछु। अनि रोल मैले गराउँदैछु र अनि यसरी रोलिङ गरेपछि नटुटोस् भनेर साइडबाट च्याप्नु पर्ने हुन्छ मजाले। अनि साइड च्यापिसकेपछि यसलाई चाहिँ प्रोपरली नटुटोस् भनेर चाहिँ प्रोपरली हामीले चाहिँ यसले सुरक्षित सावधानीपूर्वक चाहिँ रोल गर्नुपर्ने हुन्छ। अनि त्यसपछि हामीलाई यसको माथि लगाउनु पर्ने आवश्यकता पर्ने तानुकी हो। मैले तानुकी लगाउँदैछु र अनि यसको माथि मैले तानुकी लगाएँ र अनि लगाइसकेपछि यो तयार भयो र अनि अब म कटिङ गर्नेछु यसलाई। अनि हामीले यसलाई कटिङ गर्दा 8 देखि 10 पिस बनाउन सक्छौँ हैन। 8 पिस बनाउँदा पनि हुन्छ, 10 पिस बनाउँदा पनि हुन्छ र अनि तपाईको चोइस हो हैन। र अनि कसरी दिनुहुन्छ तपाईले। र अनि मैले 8 पिस बनाउँदैछु है। यसलाई अनि 8 पिस बनाइसकेपछि हैन काटेर मैले चाहिँ के गर्नेछु त, मैले यसलाई प्लेटमा गार्निस गर्नेछु, प्लेटमा सजाउनेछु। र अनि मैले यसरी प्लेटमा सजाइसकेँ भने हामी एउटा गार्निस गर्नेछौँ। तपाईँ देख्न सक्नुहुन्छ है। म लाइन बाई लाइन रोललाई मिलाउँदैछु है। कटिङको हरेक पिसलाई मैले चाहिँ गार्निस गरेँ है। अनि त्यसपछि हामीले यसरी प्रोपरली यो सुसीलाई मिलाइसक्यो भने फेरि हामीलाई यो स्विट नै स्पाइसी मायोनिज भयो र अनि यसलाई मैले माथिबाट टपिङ गरेँ। त्यसपछि हामीलाई आवश्यकता पर्छ व्हाइट मायोनिज है। यसमा हामीले तिराकी ससहरू युज गर्न सक्छौँ, तर मैले तिराकी ससलाई चाहिँ एड गरेको छैन है। तिराकी सस एड गर्यो भने स्पाइसी र यसमा स्विट ल्याउनको लागि र सुसीमा मिठास भर्नको लागि। तर मैले यसमा स्विट स्पाइसी मायोहरू जापानिज मायो प्रयोग गरेको छु र अनि जहाँसम्म खाँदा लभाबदार छ यो, स्वादिष्ट टेस्टी छ। किनभने मलाई थाहा छ है। अनि यसलाई बनाना लिभ्स बम्बो लिभ सबै युज गर्न सकिन्छ। मैले सेलेरी लिभलाई चाहिँ पत्तालाई चाहिँ युज गरेँ। अनि मैले टमाटरको सानो फुल बनाएर राखेको थिएँ अनि त्यो सजाएँ। र अहिले मैले जापानिजमा चाहिने सुसी बनाउन चाहिने सबै सामग्रीहरू लिएर अगाडि राखिसकेको थिएछु। र अनि यो वासाबी ससको मेन कारण या मेन खानुको एउटा रिजन के छ भनेपछि सुसीमा भएको कुनै पनि सीफुड र सुसीभित्र भएको ब्याक्टेरिया किल गर्नको लागि हो। त्यसमा भएको कीटाणुहरूलाई मारेर अनि प्युरिफायर एउटा हेल्दी फुडको भूमिका निभाउँछ वासाबी ससले। अनि जिन्जर पिकल है, हामीले यो टेस्टको लागि हो र अनि यसलाई हामीले पिकलको रूपमा लिने गर्छ है। र अनि देख्नमा पनि दामी छ हैन। र अनि म तयार गर्दैछु किकोमिन सोया सस, जो यसको साथमा हामीले सुसीको साथमा दिनुपर्ने हुन्छ।
र कम्पलसरी र अनि यसमा हालेँ मैले व्हाइट चिज मिसित है र अनि प्लेटमा राखेँ र अनि गार्निस गरेँ। त्यसपछि अब हाम्रो सुसी हुन्छ तयार। अनि त्यसपछि म दिनेछु सर्भिस गर्नलाई है, हामी गेस्टहरूलाई सर्भ गर्नेछौँ र अनि हाम्रो सर्भिस भाइहरू आएर